शेर्पा समुदायले आन्दोलन सुरुवात गर्नुभएको छ। स्वायत्तताको माग सर्वप्रथम त यो जुन जंगल यो देशमा हैन जनयुद्ध सुरुवात गर्यो मोहम्मद जनयुद्ध, त्यसले विशेष गरिकन यो आदिवासी जनजातिहरू जाति क्षेत्र वर्ग लिङ्गको उन्मुक्तिको निम्ति यसले एउटा जुझारु आन्दोलनको साथ अगाडि बढेको थियो। त्यसमा हामी सबै यो समुदायहरू पनि लागेर यो भएको थियो हैन, एकताबद्ध भएर आएको थियो र त्यसैको फलस्वरूप पनि देशमा यो चाहिँ 14वटा प्रदेश घोषणा पनि गर्यो है। अब अहिले कालान्तरमा आइसकेपछि यो जातीय पहिचान सहितको राज्यहरूलाई टुक्र्याउने जो बाहिरको भित्रको सबै षड्यन्त्र भइराखेको बेला पनि हाम्रो जुन ढंगले आशा र भरोसा गरेको पार्टी नेतृत्वकोबाट पनि हाम्रो यो भोट स्वायत्त राज्यलाई र शेर्पा स्वायत्त राज्यले जुन ढंगले कटाउने त्यहाँ चाहिँ मनसा देखेको छ, यसलाई हामीले चाहिँ जुझारु ढंगबाट आज चाहिँ यो हाम्रो चाहिँ जस्तो अहिले पछिल्लो समयमा तपाईहरुले भनेको जस्तो 14वटा राज्य हुन सक्ने या भनौं माओवादी भनेको जस्तो 14वटा राज्य हुन सक्ने अवस्था देखिँदैन। यदि भएन, त्यसो भएन, तपाईहरुको स्वायत्त प्रदेश भएन, तपाईहरुको मागको सुनवाई भएन भने तपाईहरु के गर्नुहुन्छ भनिदिनुस्। यसको सुनवाई भएन भनेपछि कोही कसैसँग सम्झौता गर्ने हाम्रो कुनै पनि त्यहाँ चाहिँ सम्झौता छैन, गर्नुपर्ने बाध्यता छैन त्यस्तो खालको। हामी आफ्नो आत्मनिर्णयको अधिकारको निम्ति जेसुकै गर्न सक्छौं, सबै कुनै पनि कसुरहरू बाँकी नराखिकन जुनसुकै पार्टी होस्, जुनसुकै नेतृत्व होस्, बाह्य या भित्र षड्यन्त्रहरूलाई हामी धज्जी उडाएर तक्ना तुर पारेर हाम्रो हिमालदेखि तराईसम्मको आदिवासी जनजातिहरूको हामी चाहिँ उ गर्छौं, राज्य लिएरै छोड्ने हो आदिवासी जनजाति। अनि यो हाम्रो भोट स्वायत्त राज्य हिमाली क्षेत्रको भावनालाई समेट्नुपर्छ, सम्बोधन गर्नुपर्छ। त्यहाँको जनताको भावनालाई चोट पार्ने खालको यहाँ गतिविधि भयो भने कुनै पनि हालतमा सही हुने छैन। त्यो पार्टी, त्यो राज्य, त्यो नेतृत्वहरूको त्यो ठाउँमा हिमाली पूर्व ताप्लेजुङदेखि उता दार्चुलासम्मको कुनै पनि पार्टीको झण्डा त्यहाँ देख्नसम्म सपना नसोचिया हुन्छ उनीहरू। हुन्छ, धन्यवाद। पत्रकार सम्मेलन